हामीले इतिहासमा कैयौँ यस्ता सहर फेला पारेका छौँ जुन पहिले जमिनमाथि थिए तर अहिले तिनीहरू समुद्रको गहिराइमा डुबेका छन्। ग्रिसको समुद्रमा 5000 वर्ष पुरानो एउटा सहर डुबेको छ जसलाई पाप्लो पेट्री भनिन्छ। समयसँगै हाम्रो पृथ्वीको भूगोल पनि परिवर्तन भइरहने गर्छ। ग्लोबल वार्मिङका कारणले समुद्रको सतह माथि आइरहेको छ। त्यसकारण यो त निश्चित नै छ कि भविष्यमा संसारका धेरै सहरहरू पूर्ण रूपमा पानीमुनि पुग्नेछन्। ग्लोबल वार्मिङको परिणाम स्वरूप भारत, पाकिस्तान र बङ्गलादेशका कुन कुन सहरहरू समुद्रमा विलिन हुनेछ त? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी हाम्रै छिमेकी मुलुक भारत, पाकिस्तान र बङ्गलादेशका कुन सहर कहिले र कुन समयमा डुब्नेछन् र त्यति बेला नेपालको अवस्था कस्तो होला भन्ने बारेमा चर्चा गर्नेछौँ। हाम्रो ग्रहको औसत तापक्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ जसका कारण ग्लेसियर तीव्र गतिमा पग्लिरहेका छन्। सन् 1880 देखि अहिले सन् 2022 सम्म आइपुग्दा हाम्रो पृथ्वीको तापक्रम 1.4 डिग्री सेल्सियससम्म वृद्धि भएको छ। विगत 20 वर्षको डाटा हेर्ने हो भने प्रत्येक वर्ष अघिल्लो वर्षको तुलनामा धेरै गर्मी बढिरहेको छ। यसको अर्थ ग्लोबल वार्मिङको दर तीव्र गतिमा वृद्धि भइरहेको छ। नासाका अनुसार 90% भन्दा धेरै ग्लोबल वार्मिङ मानिसकै क्रियाकलापका कारणबाट भइरहेको छ। यसका प्रमुख कारण तीव्र गतिमा भएको वन विनाश र अत्याधिक मात्रामा फोसिल फ्युलको प्रयोग नै हो। फोसिल फ्युल जलेर निस्केको हानिकारक ग्यास एकत्रित भएर ग्रीन हाउस इफेक्ट अर्थात् हरित गृह प्रभाव उत्पन्न हुने गर्दछ। यही कारण संसारभर रहेका हिउँका ग्लेसियर पग्लेर समुद्रको सतह वृद्धि भइरहेको छ। फोसिल फ्युल प्रयोग गर्नुभन्दा पहिले नै सन् 1800 देखि सन् 1900 सम्म समुद्रको सतह 6 सेन्टिमिटरसम्म वृद्धि भइसकेको थियो। तर मानिसले फोसिल फ्युल फेला पारेपछि समुद्रको सतहमा अप्रत्याशित वृद्धि भएको देखियो। सन् 1900 देखि सन् 2000 सम्म समुद्र सतह 19 सेन्टिमिटर वृद्धि भएको छ, जुन पछिल्लो 100 वर्षको तुलनामा 3 गुणा बढी हो। सन् 2000 देखि सन् 2022 सम्मका 22 वर्षको डाटा हेर्ने हो भने समुद्र सतह विगत 100 वर्षको भन्दा दोब्बरले वृद्धि भइरहेको छ। नेसनल ओसेनिक एडमिनिस्ट्रेसनका अनुसार यदि यही गतिमा ग्लोबल वार्मिङ बढ्दै गयो र ग्लेसियर पग्लिँदै गयो भने सन् 2100 सम्म हाम्रो समुद्रको सतह 2.5 मिटरसम्म वृद्धि हुन सक्छ। यो निकै खतरनाक अवस्था हो। सन् 2100 सम्म समुद्रको किनारामा रहेको ती सबै सहर समुद्रमा विलिन हुनेछन् जसको उचाइ 2.5 मिटर भन्दा कम रहनेछ। जस्तो कि थाइल्यान्डको राजधानी बैंकक, यहाँको औसत उचाइ गल्फ अफ थाइल्यान्ड भन्दा 1.5 मिटर मात्र रहेको छ। यसको मतलब सन् 2100 सम्म ब्याङ्कक पानीमुनि हुनेछ। बङ्गलादेशको राजधानी ढाकाको बस्ती बुढी गङ्गाको पानीमुनि हुनेछ। उजरबैजानको चर्चा गर्ने हो भने भ्याकु सहरको किनारी क्षेत्र पानीले भरिएको हुनेछ। सिङ्गापुरका कैयौँ परियोजना डुब्नेछन् भने सिङ्गापुरको बन्दरगाह पनि रहने छैन। यसका साथै नेदरल्यान्डको आम्स्टर्डम सहित आधा भन्दा धेरै देश 4 फिटसम्म पानीमा डुब्नेछ। उता मालदिप्समा रहेको सबै आइसल्यान्ड र त्यसमा रहेका सबै रिसोर्टहरूको कुनै सङ्केत समेत रहने छैन। यसको मतलब सन् 2100 सम्म करिब 1.5 अर्ब मानिस ती स्थानबाट अन्यत्र बसाइ सर्नुपर्ने छ। यो त हामीले आगामी 80 वर्षमा समुद्रको सतहमा 2.5 मिटर वृद्धि हुँदाको अवस्थाका बारेमा चर्चा गर्यौं। तर एकछिनलाई कल्पना गर्नुहोस् त यदि संसारमा रहेका सबै ग्लेसियर पग्ल्यो भने के होला? एक अनुमान अनुसार यदि हिउँ पग्लने क्रम यही गतिमा चलिरह्यो भने 5000 वर्षपछि ग्रिनल्यान्ड, आर्कटिक क्षेत्र, आइसल्यान्डको सम्पूर्ण ग्लेसियर पग्लेर समुद्रको सतह 70 मिटरसम्म वृद्धि हुनेछ। त्यसो त त्यस्तो अवस्था 5000 वर्षपछि मात्र आउनेछ भन्ने कुनै ग्यारेन्टी छैन, किनकि जुन गतिमा आज मानिसहरूले प्राकृतिक स्रोत साधन विनाश गरेर वातावरण प्रदूषण गरिरहेका छन् त्यो हेर्दा यस्तो अवस्था 2000 वर्षमा नै आउन सक्छ। यो त निश्चित नै छ कि ग्लोबल वार्मिङका कारण पृथ्वीको समुद्री सतह बढ्नेछ। तर अब कल्पना गर्नुहोस् त त्यो अवस्थामा हाम्रो पृथ्वी कस्तो देखिएला? अनि हाम्रा छिमेकी भारत, पाकिस्तान र बङ्गलादेशका कुन कुन सहर पानीमुनि डुब्नेछ? सबैभन्दा पहिला बङ्गालको खाडीबाट चर्चा सुरु गरौँ। सम्पूर्ण बङ्गलादेश बङ्गालको खाडीमा पुग्नेछ र यसको राजधानी ढाका 30 मिटर गहिरो पानीमा डुब्नेछ। यसका साथै बङ्गालको खाडीले
भारतका धेरै भागलाई आफ्नो अङ्गालोमा बेर्नेछ। कोलकातादेखि पटना र मुजफ्फरसम्मका सबै क्षेत्र समुद्रमुनि हुनेछन्। बङ्गालको खाडी अहिले बङ्गलादेश र भारतको सिमानासँग जोडिएको छ। त्यो 70 मिटर बढेपछि नेपाल र भुटानसम्म आइपुग्नेछ। त्यसै गरी जहाँ अहिले पूर्वी भारतीय किनार रहेको छ त्यो 50 किलोमिटरसम्म पानीभित्र जानेछ। त्यसकारण त्यहाँ रहेका धेरै जनसङ्ख्या रहेका सहरहरू नराम्ररी प्रभावित हुनेछन्। चेन्नई सहर 300 फिट गहिरो पानीमुनि हुनेछ। सन् 1969 चेन्नईमा निर्माण गरिएको त्यो समयको सबैभन्दा अग्लो LIC बिल्डिङ पूर्ण रूपमा पानीमुनि हुनेछ। चेन्नई हुँदै पानीको सतह तमिलनाडु र आन्ध्र प्रदेशको बोर्डरसम्म पुग्नेछ। भारतको पश्चिम किनारतिर हेर्ने हो भने समुद्र सतह 70 मिटर बढेपछि उत्तरी र दक्षिणी भागको सम्पूर्ण बीच समुद्रको पिठमा पुग्नेछन्। न मुम्बई बस्नेछ न त नवीन मुम्बई, किनकि त्यो सम्पूर्ण क्षेत्र 54 मिटर गहिरो पानीमा डुबिसकेको हुनेछ। मुम्बईको लोधाटर टावर बस्यो भने पनि त्यसको 15औं तलासम्म हिन्द महासागरको राज हुनेछ। अर्कोतर्फ गुजरात एउटा आइसल्यान्डको रूपमा देखिनेछ। अरेबियन सागरको पानीले गुजरातलाई भारतबाट छुट्याइदिनेछ। अहमदाबाद बीच रिसोर्टमा बदलिनेछ, किनकि अरेबियन सागरको सिमाना अघि बढेर अहमदाबादसम्म पुग्नेछ। आश्चर्यजनक रूपमा पाकिस्तानको सम्पूर्ण सिन्ध प्रदेश नै अरेबियन सागरको अङ्गालोमा बेरिनेछ। कराचीबाट हैदराबादसम्म अगाडि 400 किलोमिटरसम्मका सबै सहर कैयौँ मिटर पानीभित्र पुग्नेछन्। जनसङ्ख्याको हिसाबले संसारको 7औं सबैभन्दा ठुलो कराची सहर अरेबियन सागरको 190 फिटको गहिराइमा हुनेछ। अहिले यहाँ रहेका गगनचुम्बी भवन त्यति बेला पानीमुनिका आविष्कार हुनेछन्। यसका साथै पाकिस्तानको दक्षिणी किनारमा रहेको अहिलेसम्मको सबैभन्दा गहिरो स्थानमा रहेको वादर बन्दरगाह वास्तवमै गहिरो समुद्रभित्र विलिन हुनेछ। यति बेला तपाईँको मनमा लागिरहेको होला, त्यसो भए नेपाल त अवश्य नै बच्छ होला। हो, तपाईँको कल्पना एक हिसाबले ठिकै हो। त्यति बेला समुद्र हाम्रै सिमानातिर आइपुग्नेछ। मतलब नेपाल समुद्रको पिठमा त पुग्ने छैन, तर ग्लोबल वार्मिङको असर भने नेपालले पनि भोग्नुपर्नेछ। त्यति बेला हामी समुद्रको लहरबाट त बचौँला, तर हिमालमा हिउँ पर्न छोडेसँगै खडेरीको जरको असर हिमाली र उच्च पहाडी भेगहरू मरुभूमिमा परिणत हुनेछन् भने त्यसका साइड इफेक्टहरू हामीले नराम्रोसँग भोग्नुपर्नेछ। तर पनि त्यति बेला हाम्रा तराईका फाँटहरू पनि उपयोगी नै हुनेछन्। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ नयाँ भिडियोहरू जानकारी सबैभन्दा पहिला तपाईँलाई नै प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथ्य लिएर आउने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।